यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदः क्रमोपनिषदैर्गायन्ति यं सामगाः ध्यानावस्थित तत्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दन चर्चितो ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्तावली शोभिता सर्वज्ञाननिदान पुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसत मे त्रैलोक्यमाता चिरम् मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादात् वक्ष्यामि नारायण कथामिमां। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। श्री स्वस्थानी परमेश्वर्यै नमः। अथ नवमोऽध्यायः शक्तिपीठ उत्पत्ति वर्णन। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, यसपछिको घटना पनि सुन्नुहोस्। इन्द्रादि 33 कोटी देवताले श्री महादेवजीले सती देवीलाई पिठ्यौमा बोकी पृथ्वी भ्रमण गर्दै हिँडेकोदेखि वैकुण्ठमा गएर भगवान विष्णुसँग बिन्ती गरे, हे भगवान, यो ब्रह्माण्ड संसारको तपाईले पालन गर्नुहुन्छ। शिवजीले सृष्टि गर्नुहुन्छ, साथै श्री महादेवले संहार गर्नुहुन्छ र सृष्टि पालनमा ब्रह्मा र विष्णुलाई सघाउनुहुन्छ। तसर्थ तपाईहरूले सृष्टिको कार्य नगरे कसले गर्ला? अहिले श्री महादेव दक्ष प्रजापतिको यज्ञबाट सती देवीलाई पिठ्यौमा लिएर ब्रह्माण्ड संसारको भ्रमण गर्न लाग्नु भएको छ। जबसम्म सती देवीको शरीर शिवजीसँग रहला तबसम्म श्री महादेवले त्यसै गरी सतीलाई बोकेर भ्रमण गरिरहनु हुनेछ। त्यसकारण हजुरले सतीको शरीरमा झिगा उत्पन्न गराई सती देवीको शरीरलाई गलाएर टुक्रा टुक्रा पार्दै पतन गराइदिनुहोस्। यसरी इन्द्रादि देवताहरूले भनेको वचन सुनि भगवान विष्णुले आज्ञा गर्नुभयो, हे इन्द्रादि देवता हो, तपाईहरूले ठीक भन्नुभयो। अब म झिङ्गा उत्पन्न गरी औँसा पारी सती देवीको शरीर गलाई टुक्रा टुक्रा पारेर पतन गराउला, चिन्ता नगर्नुहोस्। अब तपाईहरू आफ्ना आफ्ना लोकमा जानुहोस्। श्री विष्णुले यस्तो आज्ञा गरेको सुनि इन्द्रादि देवताहरूले हवस पनि विष्णुलाई साष्टाङ्ग प्रणाम गरी आफ्ना आफ्ना लोकमा गए। त्यसपछि विष्णुले आफ्नो वचन अनुसार झिगाहरू उत्पत्ति गरी सती देवीको शरीरमा औँसा पारिदिनुभयो र सती देवीको अङ्ग खण्ड खण्ड भई पतन हुन लाग्यो। जहाँ जहाँ सती देवीको अङ्ग पतन भयो त्यहाँ त्यहाँ एक एक शक्तिपीठ उत्पत्ति भए। यसका साथसाथै चतुर्मुख ब्रह्माले त्यस त्यस ठाउँमा एक एक स्वयम्भू लिङ्ग उत्पत्ति गराउनु भयो। सबैभन्दा पहिले नेपाल खण्डमा गुह्य स्थान पतन भयो। त्यसको प्रभावले नेपाल खण्ड, नेपाल पीठ, गुह्येश्वरी देवी, चन्द्रघण्टा योगिनी, सिद्धेश्वर महादेव उत्पन्न भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा इन्द्रादि देवता समेत आई तपस्या गरे। ईश्वरी प्रसन्न भई सत्य, त्रेता, द्वापर र कलियुगमा 33 कोटी देवता भई प्रख्यात हुनु भनी वरदान दिनुभयो। फेरि कामरूपमा गई वक्षस्थल पतन भयो। यसको परिणाम स्वरूप कामरूपा, कामरूप पीठ, कामाक्षी देवी, कर्ता योगिनी, चक्रेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा क्षणगण आई तपस्या गरे। ईश्वरी प्रसन्न भएर स्वर्ग, मर्त्य, पाताल यी तीनै लोकमा यक्षगण नामले प्रख्यात हुनु भन्ने वरदान दिनुभयो। फेरि वाराणसीमा गई शिर पतन भयो। वाराणसी पीठ, विशालाक्षी देवी, सङ्कटा योगिनी, विश्वेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा गन्धर्वगण आई गीत सङ्गीतको गायन र वाद्य गरी तपस्या गरे। यसबाट ईश्वरी प्रसन्न भई वाक्य सिद्धि होस् भन्ने वरदान दिनुभयो। फेरि पौरबन्धरमा गई दाहिने कान पतन भयो। यस प्रभावले पौरबन्धरमा पौरबन्धर पीठ, अम्बिका देवी, चन्द्र बेगा योगिनी, धनेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो।
त्यस सिद्धभूमिमा दैत्यगण आई तपस्या गरे। ईश्वरी प्रसन्न भई देवगणलाई जित्न सक्नु भन्ने वरदान दिनुभयो। फेरि काश्मीरमा गई जिब्रो पतन भयो। यसका प्रभावले काश्मीर पीठ शारदा देवी घोर घण्टा योगिनी श्रमधारेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा किन्नर गण आई तपस्या गरे। ईश्वरी प्रसन्न भई मनोकामना सिद्ध होस् भन्ने वरदान दिनुभयो। फेरि कन्नौजमा गई शरीरको छाला पतन भयो। यसले गर्दा कन्नौजमा कान्य कुब्जपीठ झङ्केश्वरी देवी चन्द्र घण्टा योगिनी दुग्धेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस मोक्षभूमिमा लङ्कापति रावण आई तपस्या गर्यो। ईश्वरी प्रसन्न भई देवलोक जित्न सक्नु भन्ने वरदान दिनुभयो। फेरि पूर्णगिरीमा गई बायाँ आँखो पतन भयो। यस प्रभावले पूर्णगिरी पीठ कपालकुण्डला योगिनी चन्द्रेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस हर्षभूमिमा गन्धर्व गण आई गीत नाचको भव्य आयोजनाका साथमा तपस्या गरे। यसबाट ईश्वरी प्रसन्न भई इन्द्रको अगाडि सङ्गीतमा कहिल्यै नचुक्नु भन्ने वरदान दिनुभयो। फेरि चामुण्डाचलमा गई दायाँ तर्फको नङ पतन भयो। चामुण्डाचल पीठ पुकम्बी देवी कालिका योगिनी इच्छा विरूपेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस सिद्धभूमिमा नारद ऋषि आई तपस्या गरे। नारद ऋषिको तपस्याबाट ईश्वरी प्रसन्न भई तिम्रो वाक्य सिद्धि होस् भन्ने वरदान दिनुभयो। फेरि अस्तातकमा गई दाहिने हात पतन भयो। यसका प्रभावले अस्तातक पीठ कर्तेश्वरी देवी एकाक्षी योगिनी निद्रा पतेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा राधिका गण आई तपस्या गरे। त्यस तपस्याबाट ईश्वरी प्रसन्न भई सदा सर्वदा कृष्ण तिमीहरूका दाहिने हौन् भन्ने वरदान दिनुभयो। फेरि एकावरमा गई सती देवीको बायाँ तर्फको नङ पतन भयो। यसले गर्दा यहाँ एकावर पीठ सिद्धेश्वरी देवी सिद्धा योगिनी दग्धेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस रत्नभूमिमा कर्णवीर आदि श्मशान आई तपस्या गरे। उनीहरूको तपस्याबाट ईश्वरी प्रसन्न भई सम्पूर्ण मृतकको दाह गर्न सक्नु भन्ने वरदान दिनुभयो। फेरि त्रिश्वेतमा गई सतीदेवीको कम्बर मुनिको तल्लो भाग पतन भयो। यसकारण यहाँ त्रिश्वेत पीठ महाकालीश्वरी देवी विकट दन्ता योगिनी त्रिपुरेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा यमराजाई नाना उपचारले पूजा गरी तपस्या गरे। ईश्वरी प्रसन्न भई ब्रह्माको सृष्टि संहार गर्न सक्नु भन्ने वरदान दिनुभयो। फेरि कामरोष्टमा गएर सतीदेवीको घाँटी पतन भयो। यस स्थानमा कामरोष्ट पीठ कामिनी देवी कालिका योगिनी कालेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा पृथ्वी माता आई नाना उपचारले पूजा गरी तपस्या गरिन्। यस तपस्याबाट ईश्वरी प्रसन्न भई सृष्टिको स्थान हुनु भन्ने वरदान दिनुभयो। फेरि कैलाश पर्वतमा पुगेपछि सतीदेवीको दायाँ पाउ पतन भयो। यसका प्रभावले कैलाशपीठ सतीदेवी अम्बिका योगिनी विश्वम्भरेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस सिद्धभूमिमा चतुर्मुख ब्रह्मा आई नाना यज्ञ गरी तपस्या गर्नुभयो। ईश्वरी प्रसन्न भई ब्रह्माजीलाई वर माग भन्नुभयो। यस अवसरमा ब्रह्माले भने, हे ईश्वरी, म स्वर्ग मर्त्य पाताल तीनै लोकको सृष्टिकर्ता हुन पाऊँ भनी वरदान माग्दा ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। फेरि भृगुमा पुगेपछि सती देवीका माथिल्ला दाँत पतन भए। यसले गर्दा भृगुमा भृगुपीठ मीनाक्षी देवी ब्रह्मदेहा योगिनी सत्येश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा धर्मदत्ताई योग मार्गले तपस्या गरे। ईश्वरी प्रसन्न भई तिमीलाई कसैले जित्न नसकुन् भनी वरदान दिनुभयो। फेरि सती देवीका अङ्ग पतन हुने क्रममा केदारमा गई बायाँ हात पतन भयो। यस स्थानमा केदार पीठ केदारेश्वरी देवी चामुण्डा योगिनी कोटेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा एकादश रुद्र आई योग मार्गले तपस्या गर्दा ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भन्नुभयो। एकादश रुद्रले हामी सबैको बराबर तेज होस् भन्दा ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो।
फेरि चन्द्रपुरमा गई सतीदेवीको बायाँ नेत्र पतन भयो। यसका प्रभावले यहाँ चन्द्रपुर पीठ सिद्धकाली देवी, सिद्धायोगिनी, प्रकाशेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस सिद्धभूमिमा 10 दिक्पालाई तपस्या गरे। तपस्याका कारण ईश्वरी प्रसन्न भई तिमीहरूको आफ्नो आफ्नो दिक सुरक्षित रहोस् भनी वरदान दिनुभयो। यसरी माता सतीदेवीको अङ्ग पतन हुँदै जाँदा श्रीपीठमा गई तालु पतन भयो। यसले गर्दा श्रीपीठ श्री प्रदा देवी, भद्रायोगिनी, कमलेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा अष्टवसु आई 16उपचारले पूजा गरी तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान देऊ भन्नुभयो। अष्टवसुले इच्छा सिद्ध होस् भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। यस क्रममा फेरि श्री महादेव एकाबीरमा आइपुगेपछि नाभिसहित आमाशय पतन भयो। यसका प्रभावले एकाबीर पीठ एकाबीरा देवी, गोरक्षा योगिनी, हाटकेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा नागहरू आई रत्नहरू चढाएर पूजा गरे। ईश्वरी प्रसन्न भई वरदान देऊ भन्नुभयो। नागहरूले सप्त पातालको अधिपतित्व पाऊँ भनी वर मागे। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। फेरि सतीदेवीको अङ्ग पतन हुँदै जाँदा जालन्धरमा गई तल्लो ओठ पतन भयो। यसले गर्दा जालन्धरमा जालन्धर पीठ जालपादेवी, ज्वालामुखी योगिनी, पिशाचेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस सिद्धभूमिमा कामधेनु गाईले तपस्या गरिन्। उनले नित्य मेरो दूध, गोबर र गहुँत पवित्र होस् भनी वर मागिन्। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। श्री महादेवले सतीदेवीलाई बोकेर संसार भ्रमण गर्ने क्रममा मल्लवीमा पुग्दा बायाँ पैताला पतन भयो। यसले गर्दा यहाँ मल्लवी पीठ महाकाली देवी, कराला योगिनी, भूपालेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। यस पवित्र भूमिमा द्वादशादित्य आई तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भन्नुभयो। द्वादशादित्यले 12 महिनाभरि अधिपति हुन पाऊँ भनी माग्दा ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। फेरि कुशलान्तकमा सतीदेवीको शिरबाट केश पतन भयो। यसकारण यहाँ कुशलान्तक पीठ श्मशान काली देवी, भूतघण्टा योगिनी, क्षीरेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस सिद्धभूमिमा अश्विन्यादि 27 नक्षत्र आई तपस्या गरे। ईश्वरीसँग 27 नक्षत्रहरूले ज्योतिषी शास्त्र हाम्रो अधीनमा होस् भनी वर मागे। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। फेरि देवी कोटमा पुगेपछि सतीदेवीको देब्रे घुँडो पतन भयो। यसले गर्दा देवी कोटपीठ भद्राक्षी देवी, ललिता योगिनी, मातेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस सिद्धभूमिमा मेषादि 12 राशि आई तपस्या गरे। ईश्वरी प्रसन्न भई राशिहरूलाई वरदान ल्याऊ भन्नुभयो र राशिहरूले मनुष्यहरू हाम्रा अधीनमा रहन् भनी तत्काल वरदान मागे। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। सतीदेवीको अङ्ग पतन हुँदै जाँदा गोकर्णमा गई बायाँ कान पतन भयो। यसकारण यहाँ गोकर्ण पीठ भैरवी देवी, एक जङ्घा योगिनी, जागेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा विष्णु कुम्भारी योगले महाकष्टसँग तपस्या गरे। त्यस कठोर तपस्याबाट ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भन्नुभयो। योगहरूले ज्योतिष शास्त्र हाम्रा अधीनमा होस् भनी वरदान मागे। तत्काल ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। फेरि मातुलेश्वरमा गई सतीदेवीको दाहिने स्तन पतन भयो। यसले गर्दा मातुलेश्वर पीठ योगेश्वरी देवी, पिङ्गला योगिनी, बुधधारेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस रत्नभूमिमा कश्यप आदि ऋषिहरू आई तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भन्नुभयो। ऋषिहरूले चारै वेद हाम्रा अधिकारमा होउन् भनी वरदान मागे। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। यसै गरी अट्टाहसमा गई तल्ला दाँत पतन भए। यसले गर्दा यहाँ अट्टाहसपीठ भ्रामरी देवी, शङ्खधरा योगिनी, शतभूतेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा बागमती आदि गङ्गाहरू आई जल चढाई भक्ति गरी तपस्या गरे। ईश्वरी यसबाट प्रसन्न भई वरदान ल्याऊ भन्नुभयो। बागमती आदि गङ्गाले हामीलाई मुक्ति भुक्तिको अधिकार होस् भनी वरदान मागे। ईश्वरीले बागमती आदि गङ्गाहरूलाई तथास्तु भनी वरदान दिनुभयो। फेरि विश्वमा पुगेपछि बायाँ स्तन पतन भयो। यहाँ
विश्वपीठ भुवनेश्वरी देवी भुवनायोगिनी कृष्ण वर्णेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा श्रीकृष्णलाई तपस्या गर्दा ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भन्नुभयो। श्रीकृष्णले 3 लोकका स्त्री मलाई देखि मोहित हुन् भनी वरदान माग्दा ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। इति श्रीस्कन्द महापुराणे माहेश्वर खण्डान्तर्गत केदार खण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां पीठोत्पत्ति वर्णनम नाम नवमोऽध्यायः समाप्तं। श्री उमा महेश्वराभ्यां नमः। ओम उपनयतु मंगलम ओह सकल जगन मंगलालय श्रीमान दिनकर किरण निबोधित नवनलिन दल निभक्षणः कृष्णः काले वर्षतु पर्जन्य पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्रह्मणः सन्तु निर्भयः अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निधनः सधनः सन्तु जीवन्तु शरदां शतं तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदार कथा प्रसंगः या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्ड मण्डितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शङ्करः प्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निशेषजाड्यापहा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् अनन्यचेतसां भक्त्या श्रुतं यच्च कथामृतं समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीं श्री स्वस्थानी परमेश्वर्यै नमः।